साथीहरु हामीले चाहिँ चाउमिन खाइरहेको छ यति धेरै पिरो भएको छ नि हैन मेरो आँखाबाट आँसु 4 प्याकेट चौधको मसलाहरु त्यो पनि पिरो चौध सो हेलो गाइस सबैजनालाई वेलकम छ मेरो ब्लगमा आई होप हजुर पनि सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु अनि आज भने म जान लागेको छु जाङ्गरीकोमा किन भन्नु पर्दा चाहिँ हैन सक्नुहुन्छ चामल छ भित्र चाहिँ चामल हजुरहरुलाई देखाउँछु ल म चामल चामल लगेर मान्छे हामीको त मलाई थाहा भयो हैन जाँदैछु आज हाम्रो गाउँको त्यस्तो खराब टाइपको भयो धन्दी कति धेरै काम लागिरहेको थियो तर बेलुका पक्पछि चाहिँ पानी पर्न लागेको छैन सक्नुहुन्छ मौसम आजको मौसम देखो त्यस्तो देखो अनि म जान्छु साथीहरु किन भन्दै त पकाउनु पर्यो नि त त्यो भएर मैले चाहिँ आगो फुक्दैछु पानी पनि तताइसकेको छ साथीहरु यहाँले सक्नुहुन्छ मास्टरहरु फाइनल साथीहरु हेर्न सक्नुहुन्छ मेरो चौचौ बाङ त पिरो भएको छ तर बब्बा कालो रहेछ फेरि म बनाउँदैछु बाबाबाट भाइ है साथीहरु हामीले चाहिँ चाउमिन पनि चौचौ पनि खाइरहेको छ यति धेरै पिरो भएको छ नि हैन मेरो आँखाबाट आँसु 4 प्याकेट चौधको मसलाहरु त्यो पनि पिरो चौध तपाईहरुले नाटक गरेको भन्नु होला हैन एकदम पिरो भइरहेछ मलाई चाहिँ कङ्की घम खाएको यस्तो क्या भने म कोमामै पुग्छु होला हजुरले मेरो आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला यहाँनिर कस्तो पानी परिरहेछ सिगान पनि आइरहेछ मेरो नाकबाट यति धेरै पिरो भएको छ नि मेरो आँखाबाट आँसु आँसु म भित्रमा आँसु मेरो आँखाभित्र छ आँसु भन केटाहरू तिम्रो मम्मी मेरो हुनेवाला सासु सुने केटा हो तिम्रो भन्छु आँखाभित्र आँसु म भित्र मासु तिम्रो मम्मी मेरो हुनेवाला सासु मान्छे पिरो आजको भिडियो यति नै अब नेक्स्ट भिडियोमा भेटौँ ल तबतक बाई बाई आजको मेरो मिनी ब्लग हजुर कस्तो लाग्यो कमेन्ट गरिदिनु होला बाङ गरेको भिडियो चाहिँ सधैँ मलाई पाइन कृपया मलाई माफ गरिदिनु होला नेक्स्ट भन्ने भिडियोमा तबतक बाई बाई लास्टै पिरो भएर साथीहरु मलाई चाहिँ म केही खान जानु पर्यो क्या बाई बाई